मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। आज लामा काका सिक्ने क्रममा आज चाहिँ रत्ताको सम्बन्धमा मैले पढेर अथवा लेखेर तपाईहरुलाई देखाउन गइरहेको छु। रत्ता जम्मा हाम्रो 14 वटा छुट्याएको छ। अब र यसो गरेर लेख्ने रतक चु जी अब यो रतक चाहिँ कतिवटा हुन्छ भने रतक चाहिँ 14 वटा रतक 14 वटा रतक चाहिँ 14 वटा हुन्छ। अब रतक 14 वटामा चाहिँ के हुन् त भन्ने कुरा यहाँ हेर्नुस् है त। रतक चाहिँ 14 वटा रतक कामा रतक अब खामा यस्ता रतक लेख्ने पनि हेर्नुस्। कामा रतक तामा रतक थामा रतक तामा रतक पामा रतक फामा रतक पामा रतक नामा रतक मामा रतक श्यामा रतक सामा रतक हामा रतक 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 अब यो रतक 14 वटा हुन्छ। यो रतक 14 वटा लेख्ने तरिका मैले तपाईहरुलाई भर्खर देखाएँ। अब चाहिँ मैले कम्प्युटरमा टाइप गरेको त्यो देखाउँछु, त्यहाँबाट सिकाउँछु तपाईहरुलाई। यो कम्प्युटरबाट टाइप गरेको यहाँ हेर्नुस् एकचोटी। अब यहाँ रतक चुजिनी रतक जोडेको चाहिँ 14 वटा हुन्छ भनेको हो। रतक चुजिनी भर्खर सिक्नेहरूले त यो अक्षर नचिने भने तपाईहरुले शून्य मात्र गर्नुस्। रतक भनेर याद गर्नुस्। रतक 14 वटा हुन्छ भन्ने कुरा याद गर्नु पर्यो। रतक भनेको चाहिँ रा जोडेको 14 वटा हुन्छ भनेको रतक। यहाँसम्म यति अक्षर रतक भन्ने हो। रतक रा जोडेको भनेको यो रा जोडेको भनेर रतक भनेको। चुजी भनेको चुप्सी भन्छ हाम्रो। चुप्सी भनेको चाहिँ 14 हो। चुप्सी 14 भनेको चुप्सी 14 लाई चुप्सी भन्ने त्यो तपाईहरुलाई थाहा भएको कुरो हो। रत्ता चाहिँ 14 वटा देखाएको छ। यो
राता चाहिँ के हुन्छ भने सर्टकटमा चाहिँ छोटकरीमा चाहिँ यस्तो मात्र लेख्छ, कुनै पनि अक्षरको मुनि यस्तो मात्र लेख्ने, यसलाई चाहिँ रताक भन्छ। यो लेखेको चाहिँ रा नै जोडेको हो, यहाँ हेर्नुहोस् है, रा जोडेको। यो राको चाहिँ संक्षेपमा छोटकरीमा चाहिँ यस्तो हुन्छ। जुन जुन अक्षरमा यो जोडेछ भने यो रा जोडेको भनेर हामीले चिन्नु पर्यो। यहाँ हेर्नुहोस् है, रा जोडेको 14 अक्षर। अब रा जोड्यो भने कसरी पढ्ने त्यो म यहाँ देखाउँछु। यहाँ हेर्नुहोस्, यो रा छ भने चाहिँ नेपालीको रा जस्तो सोच्नु पर्यो। लामाको अक्षरमा यो रा, नेपालीमा यो रा। अब छोटकरीमा लेख्दाखेरि चाहिँ यस्तो हुन्छ। यो जुन अक्षरमा यो जोडेको छ यसले चाहिँ हामी रा जोडेको हो भनेर चिन्नु पर्यो। जुन अक्षर जुन्डिन्छ त्यसलाई चाहिँ ताक ताक भन्ने हामीले प्रयोग गरेका छौँ। यहाँ हेर्नुहोस्, अहिले रताक भन्ने, रा जोडेकोलाई चाहिँ रताक भन्ने। अब यहाँ हेर्नुहोस्, रताक जोडेको चाहिँ 14वटा अक्षर छ। यहाँ टोटल यहाँदेखि यतिमा 14वटा। यहाँ हेर्नुहोस्, 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14। अब यो रताक 14वटा देखाएको छ। कुनै कुनै किताबहरूमा अलिक फरक पनि देखाउँछ, अहिले चाहिँ विशेष गरी 14 देखाएको छ। अब यही पढ्नुहोस्। यहाँ हेर्नुहोस् है, अब यो कामा रा झुन्डायो, यो यस्तो जोडेको छ, यो रा हो का। अनि यो जोडेपछि रताक भन्छ। रा जोडेको जुन अक्षर जोडेको छ त्यसको पछाडि ताक लगाउँछ, ताक। अब यो चाहिँ रा जोडेको, त्यसकारण यसलाई रताक भन्छ। कालाई रा झुन्डायो भने, कामा रा जोड्यो भने चाहिँ का रताक, का रताक, का रताक टा, खा रताक ठा। अब यहाँ हेर्नुहोस् है, अब मैले यहाँ देखाएको चाहिँ यति, यहाँदेखि यतिको चाहिँ एउटा देखाएको छु। यहाँ हेर्नुहोस् है, यतिसम्मको चाहिँ टा। अब कामा रा झुन्डायो भने नि टा, तामा रा झुन्डायो भने नि टा, पामा रा झुन्डायो भने नि टा। त्यसकारण यो अक्षर देख्यो भने टा भन्नुहोस्, यो देख्यो भने, यति देख्यो भने टा भन्नुहोस्, यो देख्यो भने नि टा भनेर पढ्नुहोस्। अब यो ग्रुप चाहिँ यहाँ हेर्नुहोस् है, यो यति चाहिँ फेरि ठा भनेर पढ्नु पर्यो। हेर्नुहोस्, खामा यो रा झुन्डाएको छ भने नि ठा। अब यो खामा रा झुन्डाएको यस्तो अक्षर देख्यो भने यसलाई चाहिँ ठा। थामा रा झुन्डाएको छ भने नि ठा, फामा रा झुन्डायो भने ठा। अब यस्तो देख्यो भने ठा भन्नुहोस्, यो ठा, यो ठा, यो ठा। मैले नेपालीमा यहाँ ठा लेखेको छु। अब यतिको चाहिँ ठा, 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 ठा। अब यहाँ हेर्नुहोस्, नामा रा झुन्डाएको छ भने चाहिँ नरा भन्छ, नरा। मामा रा झुन्डाएको छ भने म्रा। श्यामा रा झुन्डाएको छ भने स्यारा, स्यारा। सामा रा झुन्डाएको छ भने सरा, सरा। हामा रा झुन्डाएको छ भने रा, रा भन्नुभयो, रा, रा, रा। अब यो सबै अक्षरहरूमा चाहिँ किगु, किगु, सक्यु, डेङ्बो, नारो जोडेर पढ्ने तरिका। अब यहाँदेखि यतिसम्मलाई चाहिँ ट भन्नु पर्यो। के अरे, एक समूह हुन्छ। यहाँदेखि यतिसम्म एक समूह, यहाँदेखि यतिसम्म एउटा, यहाँदेखि यतिसम्म एउटा। टी, 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 टी। यो देख्यो भने नि टी भन्नु पर्यो, यति देख्यो भने नि टी भन्नु पर्यो, यति देख्यो भने नि टी भन्नुपर्छ, या टी भनेर। अब यो टु, 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 टु। यहाँ नेपालीमा लेखेको छु, टु।
यो देख्यो भने टु भनेर भन्नु यो टु यो पनि टु अब यो देख्यो भने चाहिँ टे यो नि ट्रे ट्रे यो अक्षर देख्यो भने टे यो पनि टे यो पनि टे अब यो देख्यो भने ट्रो 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 सुन्दा एउटै लाग्छ तर पछि अर्थको हिसाबले चाहिँ ठाउँ अनुसार फरक फरक हुन्छ त्यो पछि थाहा पाउँछ तपाईहरुले अहिले चाहिँ मैले जे पढाएर सुनाएको छु एकचोटी राम्रोसँग विचार गर्नुस् बिस्तारै तपाईहरुले थाहा पाउनुहुन्छ अब यहाँ हेर्नुस् ठी 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 यहाँदेखि यतिसम्मको चाहिँ ठी हो जुन अक्षर आयो नि ठी भन्नु पर्यो अब यो ठु 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 यतिदेखि यतिसम्म चाहिँ ठु ठे 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 यति चाहिँ ठे सबै यो जुन अक्षर आयो नि ठे भन्नु पर्यो ठो 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 यतिसम्म चाहिँ ठो यसरी पढ्नु टी 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 अब नेपाली शुद्ध लेख्न नसक्ने भएको हुनाले यहाँ डी लेखेको छु तपाईहरुले डी होइन टी भन्नुपर्ने हो यहाँ हेर्दाखेरि चाहिँ म डी लेखेको छु अब अर्को लेख्न सक्ने कुनै छैन त्यही भएर डी लेखेको डी नभन्नुस् डी भन्नुस् डी 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 यो अक्षर आयो नि डी भन्नुस् यो पनि डी यो पनि डी अब यहाँदेखि यतिसम्म चाहिँ फेरि टु यहाँ हेर्नुहोस् है टु 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 यहाँदेखि यतिसम्म चाहिँ डे 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 टो 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 निरी निरी नुरु नुरु नेरे नुरु मृ 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 श्री 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 श्रु श्रु श्रे श्रे शुरो शुरो श्री श्री श्रु श्रे श्रो श्रो ह्री ह्री ह्रु ह्रु ह्रे ह्रे ह्रो 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 झुङा पढ्दाखेरि चाहिँ अलि फरक हुन्छ झुङा भनेको त मन्त्र हो हाम्रो बुद्ध धर्मभित्र प्रयोग भएका झुङा गागिक भन्छ गागिक पढ्दाखेरि चाहिँ यसरी पढ्नुपर्छ गागिकमा चाहिँ फरक हुन्छ अब यहाँ हेर्नुहोस् है धारानी मन्त्र पढ्दा भने मैले लेखेको छु यो भनेको झुङाक पढ्दाखेरि झुङाक अब यहाँ हेर्नुहोस् अब काममा र जुन रहेछ भने चाहिँ क्रा भन्नु पर्यो नेपाली जस्तै पढ्नु पर्यो अब चाहिँ नेपाली जस्तै काममा र जुन भने क्रा खरा 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 ग्रा ग्रा त्रा थ्रा द्रा प्रा प्रा फ्रा फ्रा ब्रा ब्रा नरा नरा म्रा म्रा शरा शरा सरा सरा ह्रा ह्रा अब यो अक्षरमा चाहिँ किगु शप्क्यु डेङ्बो नारो जोड्दाखेरिको एकचोटि हेर्नुस् क्री क्री क्री
क्रू क्रू क्रे क्रे क्रो क्रो यसरी पढ्नु पर्यो। यो झुङ्गा पर्दाखेरि यसरी पढ्नुपर्छ। यसरी पढ्दाखेरि चाहिँ अर्थ निस्किन्छ। अब जुन पढ्दाखेरि पनि हामीले शब्दबाट अर्थ निस्कियो भने त्यो सार्थक भन्छ, अर्थसहितको भन्छ। जुन शब्द पढ्दाखेरि त्यहाँबाट चाहिँ अर्थ निस्किएन भने त्यसलाई निर्थक अथवा अनर्थक भन्छ। अर्थ नभएको शब्द देख्यो भने त्यसलाई चाहिँ शब्द भनिँदैन। हाम्रो व्याकरणमा चाहिँ जुन शब्दबाट अर्थ निस्किन्छ त्यसलाई सार्थक, जुन शब्दबाट अर्थ निस्कँदैन त्यसलाई चाहिँ अनर्थक, त्यो चाहिँ शब्द होइन भन्ने हाम्रो व्याकरणको मान्यता छ। त्यसैले तपाईहरुले चाहिँ यो पढ्दाखेरि चाहिँ अर्थ निस्किने गरी पढ्नुस्। मैले सक्दो चाहिँ अर्थ निस्किने गरी यहाँ पढेर देखाएको छु। तर तपाईहरुले अर्कै तरिकाबाट पढ्नु भयो भने नि मेरो केही भन्नु छैन। मेरो चाहिँ मनसाय के हो भने चाहिँ अर्थ निस्किने गरी शब्द पढ्नुस्। मैले देखेको चाहिँ अर्थ निस्किने गरी पढ्नुपर्ने देखिन्छ र त्यही अनुसार मैले तपाईहरुले पढेर तपाईहरुलाई सुनाएको छु। तपाईहरु आफै पनि विचार गर्नुस्। अब यो एकचोटी पढिसकेपछि तपाईहरुले मेरो युट्युब च्यानलमा चाहिँ लाइक, शेयर र सब्स्क्राइब गर्नुस् र बेल घण्टी चिन्हमा चाहिँ क्लिक गरेर तपाईहरु त्यहाँ छोइदिनुस्। यति गर्नुभयो भने चाहिँ मैले यहाँ जति पनि नयाँ भिडियोहरु बनाएर मेरो युट्युबमा अपलोड अथवा हाल्ने गर्छौं त्यो तपाईहरुको माझमा तुरुन्त आइपुग्ने रहेछ। त्यसकारण तपाईहरुले यति तीनटा काम चाहिँ गर्नुपर्छ। लाइक, शेयर, कमेन्ट, सब्स्क्राइब र बेल घण्टी चिन्हमा चाहिँ तपाईहरुले क्लिक गरेर छोइदिनु पर्यो। धन्यवाद सबैजनालाई।